आज म यो बोधिचित्त मालाको बारेमा केही कुरा गर्न चाहन्छु र यो बोधिचित्त माला चाहिँ कसरी आयो, कहाँबाट आयो अनि कहाँ पाउँछ र यो एकदम महँगो छ, किन महँगो छ त, अनि यसको विशेषता के छ त भन्ने बारेमा आज यो भिडियोमा कुरा गर्न चाहन्छु। र फर्स्टमा यो बोधिचित्त माला चाहिँ कसरी आयो त भन्दाखेरि चाहिँ पहिला अब हाम्रो बुद्ध भगवान, बुद्ध शाक्य मुनि, बुद्ध भगवान चाहिँ यो पृथ्वीमा जन्म लिनुभयो र उहाँ यो संसारलाई चाहिँ त्यागेर बिच्छु बन्नुभयो। बिच्छु बनेर ध्यान गरेर उहाँ बुद्ध प्राप्त गर्नुभयो। बुद्ध प्राप्त गरिसकेपछि चाहिँ उहाँ चाहिँ उपदेशहरू, धर्म प्रवचनहरू गर्दै हाम्रो यो मानिसहरूमा दिइरहेको बेलामा अब बुद्ध सधैँ उपदेश दिँदै धर्मको प्रवचन दिँदै गर्दाखेरि यो पृथ्वीको मानिसहरू धर्ममा यदि अब इन्भेस्ट नगर्ने, होइन, एकदम अल्छीपना जस्तो देख्ने खालको चाहिँ बुद्धले चाहिँ यस्तो अनुभव भएपछि बुद्धले के सोच्यो भने चाहिँ म यो मनुष्यहरूसँग धेरै बस्यो भने यिनीहरूमा यो आउने अवश्य हो, त्यसैले म केही क्षणको लागि यिनीहरूबाट टाढा जान्छु भनेर चाहिँ बुद्ध भगवान चाहिँ अनि शक्तिबाट चाहिँ स्वर्ग पाल्ने भयो, होइन, स्वर्गमा पाल्ने भयो। अनि बुद्ध भगवान चाहिँ स्वर्गमा पाल्दाखेरि स्वर्गमा पनि यस्तै धर्महरू उपदेश दिँदै प्रवचन दिँदै गरेर 3 महिनासम्म बस्नुभयो। अब 3 महिनासम्म बस्दाखेरि बुद्ध भगवानको आमा चाहिँ त्यतिखेर चाहिँ बुद्ध चाहिँ यहाँ पृथ्वीमा नबसेको कारणले आमा चाहिँ अलिक मनमा पिर पनि लाग्यो र पिर लाग्दाखेरि अलिक सन्जो पनि भएन। नहुँदाखेरि आमाले के सोच्यो भने अब छोरा नआउने जेल म पनि केही गुफाहरू, होइन, बस्छु भनेर बस्छु भनेर चाहिँ उहाँ चाहिँ दिल्लीपट्टि त्यो ताजमहलभन्दा उता सङ्घेसा भन्ने एउटा ठाउँ छ है, सङ्घेसा भन्ने ताजमहलबाट लगभग 156 किलोमिटर छ। 156 किलोमिटरको छेउमा सङ्घेसा भन्ने एउटा ठाउँ छ। अनि उहाँ चाहिँ आमा चाहिँ त्यहाँ गएर 3 महिनासम्म अनि बस्नुभयो, ध्यान गर्नुभयो है। त्यहाँ 3 महिनासम्म चाहिँ म ध्यान गर्छु भनेर चाहिँ त्यहाँ बस्नुभयो। 3 महिना बस्दाखेरि बुद्ध भगवान चाहिँ 3 महिनाभित्रमा अनि हाम्रो यो पृथ्वीमा पाल्ने भयो। पाल्दाखेरि बुद्ध भगवान चाहिँ स्वर्गबाट सिधा त्यहाँ सङ्घेसा भन्ने ठाउँमा, होइन, सङ्घेसा भन्ने ठाउँमा सिधा पाल्ने भयो। त्यहाँ पाल्दाखेरि हामी अहिले यो टिबेटनमा भन्छ लभअप दुइछेन बुद्ध भगवान चाहिँ स्वर्गबाट पृथ्वीमा पालेको दिन मनाउँछ हामीले एउटा, होइन, राम्रो दिन मनाउँछ हो, त्यही हो। बुद्ध भगवान स्वर्गबाट पृथ्वीमा पालेको ठाउँ त्यही ठाउँ हो। त्यति बेलामा पालेकोलाई नै लभअप दुइछेन भनेर भन्छौँ हामी, त्यही ठाउँमा सङ्घेसा भन्ने। अनि त्यहाँ बुद्ध भगवान त्यहाँ स्वर्गबाट त्यहाँ पाल्दाखेरि बुद्ध भगवानले साथमा के ल्याउनु भयो भन्दाखेरि चाहिँ अनि बुद्ध भगवानले स्वर्गबाट चाहिँ यो बोधिचित्त माला चाहिँ ल्याउनु भयो है। बुद्ध भगवानले स्वर्गबाट यो बोधिचित्त माला चाहिँ ल्याएर अनि त्यो सङ्घेसा ठाउँमा ल्याउनु भयो। ल्याइसकेपछि बुद्ध भगवानले यो चाहिँ इन्डियामा अथवा तिब्बतमा कहीँ रोप्नु, त्यहाँ रोपाउँछु भन्ने विचारले ल्याउनु भएन। तर बुद्ध भगवान तिब्बतमा पाल्नु भएन। पछि हाम्रो यो गुरु पेमा सम्भवा उहाँ चाहिँ इन्डियाबाट तिब्बत जानुभयो, होइन। इन्डियादेखि तिब्बत जाँदाखेरि चाहिँ जाने बाटो चाहिँ कुनबाट पर्छ भने चाहिँ जाँदाखेरि बाटो चाहिँ हाम्रो यो नेपालबाट जानुपर्ने हुन्छ है। इन्डियादेखि लिएर तिब्बत जाँदाखेरि बाटो चाहिँ हाम्रो यो नेपालबाट पर्छ। अब गुरुम चाहिँ यो बोधिचित्त माला चाहिँ लिएर चाहिँ तिब्बत पाल्दाखेरि चाहिँ बाटो चाहिँ यसो आउँदाखेरि नेपालको यो तिमाल भन्ने ठाउँ पऱ्यो, काभ्रे जिल्ला पऱ्यो, होइन, काभ्रे जिल्ला पऱ्यो। अनि गुरुमा चाहिँ यो तिमाल भन्ने ठाउँमा अनि त्यहाँ पनि गुफा छ गुरुमुछेको, होइन। त्यहाँ ध्यान गर्दाखेरि केही बस्दाखेरि उहाँले चाहिँ शक्तिबाट चाहिँ के देख्नुभयो भन्दाखेरि चाहिँ यो बोधिचित्त माला चाहिँ तिब्बतमा भन्दा नै हाम्रो नेपालको यो तिमाल, काभ्रे जिल्लाको तिमाल ठाउँमा रोप्यो भने एकदम राम्रो उम्रिने, राम्रो आउने र पछि धेरै मान्छेलाई फाइदा हुने र यसको विशेषता पनि धेरै राम्रो हुने देखेकोले गुरुमुछेले त्यहीँ रोपिदिनु भयो तिमालमा, होइन। त्यहीँ रोपिदिनु भयो र तिमालमा अहिले त्यहाँ पाउँछ। त्यही भएर यो बोधिचित्त माला चाहिँ अहिले तिमालमा मात्र पाउँछ, कहीँ पाउँदैन, होइन। त्यही भएर चाहिँ यो अब यो बोधिचित्त मालाको चाहिँ कहाँबाट आयो, कसरी आयो भने चाहिँ यसरी आयो, होइन। त्यही भएर
यो बुद्धिचित्ता माला चाहिँ नेपालमा र अर्को देशमा कहीँ पाउँदैन, मात्र तिमालमा पाउँछ यो काभ्रे जिल्ला। र यो नमो बुद्धको काभ्रे पाल्यन चौकतिर नै पाउँछ यो, त्यो ठाउँमा बाहेक अरू कहीँ पाउँदैन है यो पाउने। अब यसको विशेषता के छ त, यो माला चाहिँ यसरी आयो हैन। अब यो विशेषता के छ, किन महँगो छ भन्दाखेरि चाहिँ हाम्रो यहाँ एउटा किताब छ, यो किताबले चाहिँ हामी ग्युताग्नि भन्छ, ताग्नि हैन, ग्युताग्नि भन्छ, यो ग्युताग्पा निपा भन्छ यसलाई चाहिँ। यो ताग्पा निपा भित्र के भनेको छ भन्दाखेरि चाहिँ हाम्रो यो शास्त्रभित्र चारवटा क्रिया छ, कर्म छ भन्छ, चारवटा क्रिया छ भन्छ। के क्रिया भन्दाखेरि सन्धि क्रिया हैन, वृत्ति क्रिया, अनि दशवासन क्रिया, अनि क्रोधी क्रिया भन्ने हुन्छ। त्यो क्रियाहरू सबै काम गर्दाखेरि त्यो मन्त्र जप्ने पर्ने हुन्छ हैन। मन्त्र जप्दाखेरि त्योमा चाहिँ अब सन्धि जप, अनि वृद्धि जप, अनि दशवासीकरण जप, अनि क्रोधी जप भनेर हुन्छ हैन। त्यो जप गर्दाखेरि चाहिँ अब त्यो शान्ति जप गर्दाखेरि चाहिँ माला कसरी चाहिन्छ, अनि यो वृद्धि जप गर्दाखेरि माला के चाहिन्छ, अनि यो दशवासीकरण जप गर्दाखेरि माला के चाहिन्छ, र क्रोधी जप गर्दाखेरि माला के चाहिन्छ, कस्तो खालको माला चाहिन्छ, कस्तो खालको चाहिन्छ भनेर चाहिँ यो शास्त्रमा क्लियर भनेछ है। मलाई तपाईँले सुनाएर भन्छ, सेलदाङ याची मोदिकदाङ खाम्दिङ कार्बो लसो सिन सिवेलेलाई खेबर्दो ठेवाइने छिङे तो भनेछ। यहाँ के भनेको छ भन्दाखेरि चाहिँ तपाईँले शान्ति जापको लागि माला कसरी चाहिन्छ भन्दाखेरि चाहिँ सेल भनेको सिसाबाट बनाएको, न्याची भनेको त्यो माछामा पाउँछ माछा, अनि मुदी भनेको चाहिँ मुदी नै हो, त्यो माछाको जिउभित्र पाउँछ त्यो हो। त्यसरी बनाएको मालाहरू चाहिँ तपाईँ शान्ति जापको लागि यसरी खालको मालाहरू चाहिँ युज जप्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ भनिन्छ। विशेषता शान्ति जापको लागि मालाको कलर चाहिँ सेतो कलर भयो भने एकदम राम्रो हुन्छ भन्छ है। सेतो खालको माला भयो भने राम्रो हुन्छ भनिन्छ। अनि वृद्धि जापको लागि के चाहिन्छ भन्दाखेरि है, सेरदाङ उल्दाङ साङदाङ पेमा सब खेबर्तु अनि घेबाल्ला नि ठेवानी भनिन्छ। अब वृद्धि जापको लागि तपाईँलाई के माला चाहिन्छ भन्दाखेरि सुनबाट बनाएको, चाँदीबाट बनाएको, तामाबाट बनाएको, यसरी खालको, अनि हिरा मोतीबाट बनाएको भए पनि हुन्छ, यसरी खालको बनाएको चाहिँ अनि जप्नु पर्छ भनेछ। अब दशवासीकरण जापको लागि के चाहिन्छ भन्दाखेरि गुर्गुम लासु डिसोगी दिनी थम्चे खेबर्दो डुब्जे रिल्बु जेने ओङ्ला हिउँसो रब्दो ढाक भनेछ। गुर्गुम भनेको केसर हो है, डिसोक भनेको केसरहरू जस्तै अर्को फर्फ्युम चाहिँ मिठो मिठो बास्ना आउनेहरू भनेछ है। अब मिठो मिठो बास्ना आउने केसर अथवा चेन्देनहरू छ, धेरै थरीका फर्फ्युमहरू छ, त्यो मिठो मिठो बास्ना आउने सबै मिलाएर चाहिँ अनि एउटा दाना बनाएर, त्यो दाना बनाएकोबाट चाहिँ तपाईँलाई चाहिँ अनि त्यो के अरे त्यो दशवासीकरण जापको लागि गऱ्यो भने चाहिँ तपाईँलाई चाहिँ यो मन्त्र चाहिँ चाँडै नै प्राप्त हुने, त्यसको जे क्रिया गर्नुभयो त्यो क्रिया चाहिँ तपाईँलाई फल परिणाम चाहिँ चाँडै नै प्राप्त हुन सक्छ भनेर भन्नुभएको छ है। त्यो चाहिँ दशवासीकरण जापको लागि भयो। अब क्रोधी जापको लागि के चाहिन्छ भन्दाखेरि चाहिँ भनेछ रुरक्षा दाङ लुङदाङ दाङ तिसिङ किबु रिङी दाङ टाबु लेला चौरा चा भनेछ। अब तपाईँ क्रोधी जाप गर्दाखेरि चाहिँ मान्छेले प्रायः जस्तै यो रुद्राक्षले बनाएको माला जप्यो भने राम्रो हुन्छ, अथवा हाम्रो पुरुष मान्छे मरिसकेपछि चाहिँ त्यसको हड्डीले बनाएको चाहिँ माला चाहिँ जप्नुभयो भने क्रोधी जापलाई धेरै फाइदा हुन्छ भन्छ होइन। अब क्रोधी जाप के को लागि गर्छ तपाईँ, हामीले भुल लाग्यो, प्रेत लाग्यो, के नाना थरीका मलाई मान्छेको शराब लाग्यो के भन्छ हो, त्यसको लागि फाइदा हुनुको लागि मन्त्र जप गऱ्यो भने रुद्राक्ष र अनि पुरुष मान्छेको अनि हड्डीले बनाएको त्यो जाप्यो भने एकदम फाइदा हुन्छ भन्नुभएको छ। अब यो के अरे शान्ति जाप, वृद्धि जाप, दशवासीकरण जाप र यो के अरे क्रोधी जाप चारवटाकै माला कस्तो चाहिन्छ, केले बनाएको हुनुपर्छ भनेर भन्नुभयो होइन। तर यो बोधिचित्ता मालाको चाहिँ भन्नु भएन नि होइन, किन त अब भन्छु म सिगे वाङदा गुन्जुला बोधिचिनी लेगुन्जे भनेछ। अब के भन्नुभएको छ भने सी भन्दाखेरि चाहिँ शान्ति जाप, वृद्धि जाप, अनि दशवासीकरण जाप, अनि क्रोधी जाप, यो
जप गर्दाखेरि चाहिँ तपाईले यो बोधिचित्त माला एउटैले जप गर्न सकिन्छ भन्ने भएको छ। भनेपछि तपाईले शान्ति जप गर्दाखेरि नि यही जपे नि भयो, वृद्धि जप गरे भने यही जपे नि भयो, हैन दशवशीकरण जप गर्नु पर्यो भने यही गरे नि भयो, कुर्दी जप गर्नु पर्यो भने यही बोधिचित्त मालाले नै भयो के। यो चाहिँ 4 in 1 भयो, हैन हामीले 2 in 1 भन्दा यहाँ धेरै राम्रो भन्छ, यो त 4 in 1 भयो। त्यही भएर बोधिचित्त मालाको विशेषता यस्तो छ, जुन देवी देवता जुन खालको मन्त्र जपे भने यो मालामा बस्छ, यो मालामा शक्ति बस्छ, हैन। र हामी जुन देवी देवता जप्दा कुनैले चाहिँ रातो चाहिन्छ, कुनैले पहेँलो चाहिन्छ, कुनैले चाहिँ कालो के चाहिन्छ भन्छ नि त। कलरमा पनि धेरै फरक कलर सेतो चाहिन्छ भन्छ नि, कुन चिजले बनाएको जप्नुपर्छ भनेर धेरै भन्छ। तर यो बोधिचित्तको माला चाहिँ भयो भने चाहिँ केही पनि चाहिँदैन, अरू केही पनि चाहिँदैन, यो मात्रैले काम गर्छ। त्यही भएर अर्कोसँग के गर्ने पर्ला के नगर्ने पर्ला भन्ने चाहिँ त्यो डाउट आउँछ मनमा, हो त्यो सबै हटाएर जान्छ यो भएपछि चाहिँ। त्यही भएर यो बोधिचित्त मालाको विशेषता यस्तो छ, यो चाहिँ हाम्रो यो शास्त्रतिर सूत्रतिर धेरै धेरै ठाउँमा बनेको छ। तर हामी किन गुरुहरूले यो कुरा चाहिँ अब एकदम सिक्रेट हो, बाहिर जाँदा भन्ने हुँदैन भनेर चाहिँ राख्दाखेरि त हामीलाई यो ज्ञान नभएको हो। अनि पछि बिस्तारै अब हाम्रो त्यो दलाई लामा अरू गुरुहरूले नै यसको बारेमा व्याख्या गर्ने, यसको विशेषता के छ त, यो के काम गरिन्छ भन्दै आउँदाखेरि चाहिँ हामी सबैले बुझ्दाखेरि चाहिँ अनि यो बोधिचित्त मालाको वाट्टै दाम बढ्यो र चाइनिजहरूले जति पैसा लाग्छ त्यति दिन थाल्यो नि त, हैन। त्यही भएर चाहिँ बोधिचित्त मालाको चाहिँ अहिले महँगो पनि यस्तै छ। तपाईहरु जहाँसम्म लाग्छ बुझ्नु भयो होला। त्यही भएर चाहिँ यो बोधिचित्त माला चाहिँ जुन देवी देवता अथवा जुन मन्त्र जपे पनि हुन्छ, सबैको मन्त्र यसमा पस्छ, सबैको कलर पनि कालो सेतो पहेँलो जे कलर भन्छ त्यो सबै पनि यसमै यसले नै हुन्छ, हैन। त्यही भएर यो बोधिचित्त माला चाहिँ एकदम राम्रो छ भनेर चाहिँ यसरी भएको हो भन्न चाहन्छु। अनि तपाईहरु चाहिँ बोधिचित्त माला चाहिँ एमएमको अनुसारले चाहिँ पैसा बढ्दै जान्छ। अब तपाईँ अहिले ठुलो खालको एमएम किन्यो भने सस्तो हुन्छ, त्यस्तै गरेर जप्यो भने एउटा भोग्दियो भने यो जहाँ लाँदा के भने सजिलो भयो। अनि सबै मन्त्र योमा पस्ने भयो कारण योमा चाहिँ अब यसले हुँदाखेरि चाहिँ यो चाहिँ एकदम घाँटीमा लगाएर राखे पनि हुन्छ, कहिले हातमा लगाए पनि हुन्छ। अनि लाग्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यो चाहिँ एकदम पावर शक्ति भएलाई चाहिँ भूत प्रेतहरूलाई चाहिँ असर नगर्ने, एकदम दस्याहरू अनि यस्तो नराम्रो शुभ अशुभहरू नआउने एकदम राम्रो हुन्छ भन्न चाहन्छु। अब यदि भन्दा तपाईहरुले यो चाहिँ अब तपाईहरुलाई फाइदा नगरे भने बेफाइदा चाहिँ कहिले गर्दैन भन्न चाहन्छु। र तपाईहरुलाई यदि फाइदा छ भने लाइक, सब्स्क्राइब, शेयर